प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री को आउने हो त चुनावबाट आउने हो। यदि त्यो मान्छे नेपाली जनता, नेपाली राष्ट्र, नेपालको शुद्धता, सार्वभौमिकता, अखण्डताप्रति कमिटेड हुन्छ भन्ने कुराको ग्यारेन्टी गर्ने चेक एन्ड ब्यालेन्सको विधि बेगर र त्यस्तो प्रधानमन्त्री आइसकेपछि उसका कामहरूलाई संविधानले लेखिए बमोजिम चेक एन्ड ब्यालेन्स गर्ने राष्ट्र प्रमुख जो 2 सार्वत्व र 4 आयामलाई मान्ने राष्ट्र संस्था पनि हुन सक्छ, अथवा त्यस्तो राष्ट्र संस्था जसले राष्ट्रिय एकताको प्रतीक हुने, संविधानको परिपालक हुने र देशको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डताको संरक्षक हुने त्यस्तो राष्ट्र संस्था नआइकन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको कन्सेप्ट घातक हुनेछ। नेपालमा राष्ट्र संस्था बिना प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याउनु घातक हुन्छ। त्यो घातक हुन्छ। 46 सालदेखि त्यता देशलाई बलियो बनाउने, देशको स्वतन्त्रता, सार्वभौमिकतालाई जोगाउने शान्ति क्षेत्रको प्रस्तावलाई कसले खारिज गर्यो? 31 सालमा राजा वीरेन्द्र वीरविक्रम शाहदेवले प्रस्तावित गरेको नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने यो उपयुक्त देशको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डतालाई बल पुर्याउने यो प्रस्तावलाई खारिज गर्ने को? यिनै संसदवादी दल हुन्। कांग्रेस हो, एमाले हो, माओवादी पछि आयो, माओवादी हो, एस हो र अरू मान्छेहरू हुन्। एक यसले खुकुलो नागरिकता र आइएनजिओ को खेल मैदान बनाउने को? यिनै दलहरू हुन्। देशका पछि 78 सालको फागुन 15 गते आएर एउटा 11 बुँदे ल्याप्टो टाँसेर नेपालको संविधानलाई एउटा विदेशी मुलुक संयुक्त राज्य अमेरिकाको संविधानको मातहत राखेर नेपाललाई नवोपनिवेश बनाउने त्यो एमसीसी नेपाल सरकार बीचको सम्झौतालाई अनुमोदन गर्ने को? नेपालको उत्तरी छिमेकी मुलुक समाजवादी चीनलाई घेर्ने ठोक्रे रणनीतिलाई मद्दत पुर्याउने अनगिन्ती कुराहरू त्यो एमसीसी र नेपाल सरकारको सम्झौतामा छन्। त्यसलाई संविधानद्वारा पास गरेर त्यसलाई कानुनको रूप दिने को? कांग्रेस, एमाले, माओवादी, यस मधेसी दल यिनी त हुन्। हाम्रा सारा डेटाहरू चाहिँ विदेशीहरूको हातमा पुर्याउने को? राष्ट्रिय सुरक्षालाई खतरा पार्ने को? यो काम त राजाले गरेको त होइन। त्यसले गर्दा 46 सालदेखि यता दलहरूको स्वार्थ, सत्ता स्वार्थ, यिनीहरूको भ्रष्ट चरित्रको कारणले गर्दा नै आज देश चाहिँ डेमोक्रेसीको, खोक्रो डेमोक्रेसीको बाढी भएको छ, तर राष्ट्र कमजोर बनेको छ। राष्ट्र यति कमजोर बनेको छ कि अहिले तपाईँ देख्नुहुन्छ एउटा नेपालले समर्थन नगर्ने एउटा तथाकथित फ्री टिबेट मुभमेन्टको पैसा खाने र नेपालमा जति खर्च गए पनि सरकारले बेहोर गर्न सक्दैन, म पैसा व्यवस्था गर्छु भन्ने एउटा अतिमाथि महाशक्तिहरूको कोषको प्रतिनिधि सरकार बाहिर रहेर अहिलेको सुशीला कार्कीको सरकारलाई सञ्चालन गरिरहेको छ। यो संविधानमा परिवर्तन नगरिकन, यो व्यवस्थामा आवश्यक परिवर्तन नगरिकन मौजूदा कानुनभित्र रहेर नै चुनाव गर्ने हातखुट्टा बाँधिएको यो सरकार हो। र जेनजी समूहका नेताहरूले के बुझ्नुपर्छ भने त्यो यो सरकार बनाउनमा उहाँहरूको संलग्नता थियो। त्यो पानी बाँड्ने मान्छे जो उहाँहरूको सहयोगी थियो, अहिले त्यो पानी बाँड्ने मान्छे अहिले उहाँहरूको निर्देशक बनेको छ। म पानी बाँड्न आएको स्वयंसेवक मात्रै भनेका हुन् र पछि त के भने सबैको हर्ताकर्ता भएका छन्। अहिले आएर त अस्ति सम्ममा त सरकारले सकेको खर्च गरोस्, थप खर्च पुगेन भने म खर्चको व्यवस्था गर्छु भनेर उता अर्को वैकल्पिक सरकार, सुपर सरकारको रूपमा आइरहेको छ। त्यो मान्छे 38 वर्षको गुरुङ मात्रै होइन, त